रेडी हुँदैछ अलमोस्ट पछि पाक्यो पिज्जा पनि पानी हालेर खाइन्छ पिज्जा पनि रेडी भयो अब पछि खाइन्छ अब कटाइ पनि यसको युनिक छ यसको छुरी नै अर्को छ कटाइ पनि यसको अर्कै छ अब यसलाई एकखेप काट्नु हुँदा झन्नै पछारेर अब चाहिँ यस्तो यसलाई यहाँदेखि नै स्टार्ट गर्नुपर्छ अलिक अगाडिदेखि नै ठक्कै लाग्यो तपाईहरुलाई थाहा छ भने पिज्जा कहाँको फुड हो भन्नु ल मलाई कहाँबाट आएको हो यो पिज्जा कुन चाहिँ देशबाट मलाई कमेन्टमा भनिदिनुहोस् 8वटा पिस बनायो भने चाहिँ ठिक्कै हुन्छ खानु पनि काटी पनि सक्यो प्लेटमा हाल्नुपर्छ 1 2 3 4 5 6 7 8 त्यहाँ 9 से त्यहाँ पिज्जा रेडी भयो पछि पिज्जा लन्च चाहिँ यो भयो आज चाहिँ अनि यो मैले कता पनि अनहेल्दी फुडलाई प्रमोट गरेको होइन तपाईहरु बनाएर खानुहोस् फ्रेस खानुहोस् यस्तोले चाहिँ मान्छे बिमार हुन्छ सोडियमहरु हुन्छ हो बनाएर खानु ट्राई गर्नुहोस् है लोकल फ्रेस खानुहोस् लोकल खानुहोस् यो भिडियोलाई लास्टसम्म हेर्नु भएको छ भने लाइक गरिदिनुहोस् र कमेन्ट गरिदिनुहोस् र स्पेशली शेयर गरिदिनुहोस् बाइ